पानीवाला आयो पानीवाला आयो। नमस्कार साथीहरू, नेपालमै काम गरेर 1 महिनामा 1 लाख रुपियाँ कमाउने च्यालेन्जको आज 25औं दिनको ब्लगमा तपाईँहरूलाई स्वागत छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, किनभने आज म तपाईँहरूलाई यो मेरो अटोले 1 महिनामा इन्धन खर्च कति गराएछ भनेर पनि देखाउनेवाला छु। र सधैँ जस्तै आज पनि म बिहान 5 बज्नुभन्दा अगाडि नै आफ्नो कामको लागि निस्केर गएपछि यसरी वल्लो घरमा दुध दिएर पल्लो घरमा दुध बेच्नेबाट अब काम सुरु हुन्छ। त्यसपछि यसरी म बोतलमा दुध हालेर रेडी बनाएर राख्छु ताकि मलाई बजार गएर धेरै बेर मान्छेलाई दुध दिन वेट गर्नु नपरोस्। फुत्ता म बोतलमा भएको दुध राखिदिँदै हिँड्न पाऊँ भनेर चाहिँ अनि म त्यहाँबाट निस्किन्छु। हल्का पानी पनि पर्दैछ, आज चाहिँ बिहान पानी पनि पर्दै थियो, ठिकै छ, त्यत्रो ठुलो त परेन। अनि यसरी दुध कलेक्सन रेडी गरेर भइसकेपछि म लाग्छु काँकरभिट्टातिर। मौसम पनि अलि धुम्मै छ। यसरी गएर अब म दुध डिस्ट्रिब्युट गर्न थाल्छु। अनि बजारमा सबैजना एकदम त्यहाँ छटपटिएर बसिराख्नु भएको हुन्छ। कति बेला सुमन आउँछ, सुमन आएपछि हामी चिया खान्छौँ भनेर सबैजना एकदम बसिराख्नु भएको हुन्छ। अनि म गएर सबैजनालाई दुध दिएर चिया खाने वातावरण मिलाइदिन्छु। अनि यसरी अब यो दुध लिएर चाहिँ म एकदम धेरै ठाउँमा पुग्नु पर्ने हुन्छ, किनभने यो दुध चाहिँ म चाहिँ डाइरेक्ट त्यो के भन्छ थर्ड पार्टी होइन, फर्स्ट पार्टी सेटिङ गर्छु। त्यो मैले लगेर अर्कोलाई दिएर अनि अर्कोले चाहिँ फेरि त्यो बेच्ने होइन कि, जब मैले लगेर म आफै सिधै ग्राहकसम्म पुग्ने गर्छु। अनि यसरी हाम्रो आज चाहिँ यहाँ एकदम यो स्वतन्त्र ग्वाला सङ्गठन झापाको प्रथम अधिवेशन चल्दै हुन्छ। त्यसमा म एकछिन पुगेर यसो आफ्नो मन्तव्य राखेर त्यहाँबाट घरतिर लाग्छु। घर पुगेर खानासाना खाएर त्यस पछाडि अब म आजको सेकेन्ड कामको लागि निस्किन्छु, जहाँ चाहिँ मेरो आज बिर्तामोड जानुपर्ने भाडा थियो। अनि यसरी 2-2.5 जना मान्छे चाहिँ म हालेर अटोमा अब निस्किन्छु बिर्तामोडको लागि। र यो अब स्तर उन्नति हुँदै गरेको महेन्द्र राजमार्ग हुँदै म लाग्छु बिर्तामोडतिर। अब बाटो धेरै ठाउँमा त लगभग एक साइड भए पनि पिच बनिसकेको छ। अब कति ठाउँमा चाहिँ अलिकति थोरै हिलो नै छ, खाल्डाखुल्डी पनि छ, तै पनि ठिकै छ। अब चल्नु त पर्यो, बन्ला, बाटो बन्दैछ, बिस्तारै बन्छ होला भन्दै म लाग्छु बिर्तामोडतिर। त्यस पछाडि अनि म पुग्छु अब बिर्तामोड। यो चाहिँ हाम्रो दुर्गा काकाको हस्पिटल, बिएनसी हस्पिटल हुँदै म अगाडि बढ्छु। अनि यसरी घुम्दै म पनि आफ्नो लगभग त्यहाँ गन्तव्यमा पुग्छु। पुगेर आन्टीहरूलाई त्यहाँ उतारिदिएर आफ्नो काम सक्नु होला भनेर म अटो साइड लाएर बस्छु। तर बस्दा मलाई लाग्यो निन्द्रा लागेपछि म अटोमा पर्दा लाएर भित्रै सुत्दिन्छु। सुतेर 1 घन्टा जति सुतेको थिएँ। अनि फेरि फोन आयो, काम सिद्धियो भनेर फोन आएपछि म लाग्छु आन्टीहरूलाई लिन। आन्टीहरू आउनुहुन्छ, बस्नुहुन्छ। त्यस पछाडि अब म फर्किन्छु घरतिर। आउँदै मलाई एकदम यो क्यामेरा देखेपछि यसलाई अनुहार यस्तो बिगारेर जिस्काइदिन मन लाग्छ। त्यसो गर्दै भए पनि अब फर्किन चाहिँ हामी घरतिर फर्किँदैछौँ। यो हेर्नुहोस्, यो चाहिँ 1 महिनामा खपत भएको मेरो इन्धन खर्च। बिजुलीको बिल जम्मा 2880 रुपियाँ भएको छ। अब यसमा चाहिँ यो धेरै थोक छ। घरमा कुटी काट्ने मसिन, मोटर, फ्रिज, टिभी, कम्प्युटर, त्यो ल्यापटप के गरेर जम्मा 1 महिनामा 2880 रुपियाँ चाहिँ मेरो इन्धन खर्च हुने रहेछ। अनि त्यस पछाडि के लाग्यो त साथीहरू तपाईँहरूलाई? 1 महिनामा 2880 रुपियाँ इन्धन खर्च भनेको धेरै हो कि सस्तो हो कि कस्तो लाग्यो भन्नुहोला। अनि त्यस पछाडि आन्टीहरूलाई पनि अब सबैजनालाई घरमा छोडिदिइसकेपछि मैले फेरि त्यहाँ 2 जना छिमेकी दिदीहरूलाई हालेर उता लाग्छु। उता पुगेर आइसकेपछि एकदम आज यो घरमै अलिकति श्रमदान गर्नुपर्ने हुन्छ। त्यहाँबाट हामी धान किने हुन्छ, अलिकति धान किनेको धानलाई अटोमा खातकुत पारेर घरमा लिएर आउँछौँ। घरमा लिएर आइसकेपछि यसलाई कचाकचुक पारेर चाहिँ नि झार्ने काम हुन्छ। अनि म लाग्छु एकछिन हाम्रो काँकरभिट्टातिर। काँकरभिट्टा गएर आफ्नो कामसाम सिद्ध्याएपछि अनि म फेरि अब फर्किन्छु घर।
घर फर्किँदा चाहिँ लगभग रातिको 8:48 गइसकेछ। त्यसपछि म मेरो अरू पनि काम गर्न थाल्छु अनि हिसाब किताब गर्दा गर्दा बजेछ रातिको लगभग 11। अनि के छ त अब नेपालको सेयर बजारको हालखबर के छ, अलिअलि सेयर त किनेको थियो भनेर यसो राति यो 11-12 बजी भए पनि हाम्रो गुरुको प्रवचन सुन्दै सुन्दै एकछिन मैले सेयर बजार निहाल्छु। यसरी अब रमाइलो गर्दा गर्दै 1 महिना च्यालेन्जको पनि 25 दिन आज बितिसक्यो। अब जम्मा 5-6 दिन मात्रै बाँकी छ। अब हेरौँ के हुन्छ, महिना मरेपछि म भन्ने नै छु। अनि राति 12 बजी भए पनि यो मेरो एउटा फेभरेट खप्तड बाबाको विचार विज्ञान भन्ने बुक चाहिँ म 2-4 पेज भए पनि पढेर सुत्छु।